जसरी भारत र पाकिस्तानको बीचमा युद्ध सुरु भएको छ र यो युद्ध हुनुको मुख्य कारणमा चाहिँ अप्रिल 22 मा पहलगाममा आक्रमण गरिएको घटनाबाट यो युद्धको सुरुवात भएको छ। खासमा पाकिस्तानी आतंकवादीहरूले पाकिस्तानले समर्थन गरेको भनिएको छ। ती आतंकवादीहरूले अप्रिल 22 मा पहलगाम जुन कश्मीरमा पर्छ सो स्थानमा रहेका घुम्दै गरेका पर्यटकहरूमाथि एकाएक आक्रमण गरेका थिए र त्यो सरप्राइज आक्रमणमा 26 जनाको ज्यान गएको थियो। सो आक्रमण चाहिँ खासमा गैर मुस्लिम र मुस्लिम यो बीचमा भएको थियो। जति पनि व्यक्तिहरू त्यहाँ मारिएका छन् उनीहरू गैर मुस्लिम थिए र आक्रमणकारी आतंकवादीहरूले पनि मुस्लिम भएको खण्डमा छोड्ने र गैर मुस्लिमलाई आक्रमण गर्ने त्यो चाहिँ उनीहरूले गरेका थिए भन्ने बताइएको छ। र मुस्लिम हो कि होइन भन्ने पत्ता लगाउनका लागि उनीहरूले चाहिँ धर्मसँग सम्बन्धित विभिन्न प्रश्नहरू गर्ने गरेको र त्यो प्रश्नका आधारमा यदि मुस्लिम होइन भन्ने थाहा भएको खण्डमा चाहिँ त्यसरी हत्या गरिएको बताइएको छ। सो हत्या गरिए लगत्तै अथवा त्यो आतंकवादी आक्रमण गरिए लगत्तै तत्कालै नरेन्द्र मोदीले ती आक्रमणकारीहरूलाई उनीहरूले कल्पना पनि गर्न नसकेको अथवा नगरेको चाहिँ सजाय पाउने बताएका थिए। पाकिस्तानले एक हिसाबले चाहिँ आफू युद्धमा नजाने सोचाइ बनाएको थियो र पाकिस्तानले भने युद्ध नगर्ने र यो घटनामा पाकिस्तानको कुनै पनि संलग्नता छैन र यो घटनाको विषयमा चाहिँ सत्य तथ्य छानबिन होस्, अन्तर्राष्ट्रिय स्तरबाट यसको छानबिन होस् भनेर अनुरोध गरेको थियो पाकिस्तानले। तर पनि इन्डियाले यो अनुरोधलाई व्यवस्था गर्दै आक्रमण सुरु गरेको छ। घटना भएको 15 दिनपछि आक्रमण सुरु गरेको छ। सो आक्रमणलाई इन्डियाले चाहिँ अपरेसन सिन्दुर नाम दिएको छ। पहिलो दिन गरिएको आक्रमणमा ती आतंकवादीहरू रहेको विभिन्न स्थानमा जुन 9वटा स्थानहरू टार्गेट गरेर ध्वस्त बनाएको भारतीय सेनाले जनाएको छ र सेनाले अपरेसन सिन्दुरको अर्थ पनि बताएको छ। खासमा अपरेसन सिन्दुर भनेको चाहिँ सो घटनामा जति पनि मारिएका थिए उनीहरूका श्रीमतीहरूको सिन्दुर रित्तो भएको थियो अथवा सिन्दुर पुछिएको थियो। त्यही सिन्दुर पुछिएका महिलाहरूको सिन्दुरको रेस्पेक्ट गर्दै अथवा सम्मान गर्दै यो चाहिँ अपरेसन सिन्दुर नाम राखिएको बताइएको छ। भारतीय सेनाका कर्णेलले यो कुरा बताएका छन्। त्यसैगरी यो चाहिँ एक हिसाबले हिन्दू र गैर हिन्दू अथवा मुस्लिमका बीचमा हिन्दू र मुस्लिमका बीचमा भएको युद्ध पनि भएको हुनाले पनि यो अवस्थालाई चाहिँ अपरेसन सिन्दुर अथवा हिन्दूहरूको सम्मानका लागि पनि अपरेसन सिन्दुर नाम राखिएको बताइएको छ र त्यसरी एनालाइज गरिएको छ। यो घटनासँगै जब भारतले आक्रमण गर्यो पाकिस्तानलाई त्यो घटनासँगै संसारका विभिन्न देशहरूले प्रतिक्रिया दिएका छन्। खासमा सुरुमा आतंकवादी आक्रमण भएको बेलामा संसारका विभिन्न देशहरूले भारतको सपोर्ट गरेका थिए, भारतको समर्थनमा बोलेका थिए र आतंकवादीको चाहिँ भर्सना गरेका थिए। आतंकवादी विरुद्धमा लाग्नुपर्ने एक हुनुपर्ने विचारहरू संसारका विभिन्न देशहरूले चाहिँ आफ्नो मत राखेका थिए। भनेदेखि चाइनाले स्वतन्त्र रूपमा छानबिन हुनुपर्छ भनेर चाइना, टर्की लगायतका देशले केही देशहरूले बताएका थिए। अब के अनुमान गरिएको छ भने इन्डिया चाहिँ पावरका हिसाबले, शक्तिका हिसाबले र सैनिक बलका हिसाबले पनि सशक्त र शक्तिशाली छ। त्यसो हुनाले पाकिस्तानलाई यो आक्रमणबाट अथवा यो युद्धबाट चाहिँ ठुलो क्षति हुन्छ भनेर विश्लेषण गर्न थालिएको छ। तर पनि पाकिस्तानले पनि अत्याधुनिक हात हतियारहरू जुन पाकिस्तानमा रहेका हात हतियारहरू छन् तिनीहरूको पनि 80% अर्थात् 80% चाहिँ चाइनाबाट किन्ने गरेको बताइएको छ र चाइनाबाट बनिएका अत्याधुनिक हतियारहरू जुन हात हतियारहरू छन्, बम बारुदहरू जे जति छन् ती कुराहरू चाइनाबाट लाने गरेको र ती कति सङ्ख्यामा छन् र ऊ कति शक्तिशाली छ भन्ने कुरा पनि अनुमान गर्न अप्ठ्यारो परिरहेको छ। दुवै देशहरू आणविक हतियारले सुसज्जित देशहरू हुन्, शक्तिशाली देशहरू हुन्। त्यसो हुनाले पनि संसारका अरू देशहरूले यो युद्ध नहोस् र युद्ध हुनबाट जोगाउनुपर्छ, वार्तामा चाहिँ आउनुपर्छ भनेर चाहिँ माग राखिरहेका छन्। तर भारतले आक्रमण सुरु गरेको छ। पाकिस्तानले पनि जवाफमा 5वटा बढी उनीहरूको चाहिँ प्लेनहरू झारेको दाबी गरिरहेको छ। पहिलो दिन भएको आक्रमणमै 30 जनाभन्दा बढीको ज्यान गएको छ। त्यहाँ रहेको केही आतंकवादी समूहको समूल परिवार नै नष्ट भएको पनि बताइएको छ। अब यो आक्रमणसँगै नेपाल र भारत चाहिँ खुल्ला सिमाना र वर्षौँदेखिको राम्रो सम्बन्ध रहेको देश भएको हुनाले भारत र नेपाल आवत जावत गर्नका लागि पनि त्यस्तो कुनै बाधा व्यवधान नभएको हुनाले अब यो आक्रमण, यो घटनापछि नेपालमा पनि
त्यहाँबाट भागेर आउने अथवा सुरक्षित स्थानको खोजीमा आउने मानिसहरूको सङ्ख्या चाहिँ बढ्न सक्नेछ र त्यसले गर्दा नेपालमा पनि एक हिसाबले तनाव उत्पन्न हुनेछ भन्ने अनुमान गरिएको छ। त्यससँगै युद्धमा लागिसकेपछि युद्धमा परेको देशमा आर्थिक समस्याहरू हुने गर्छ। त्यो आर्थिक समस्या भारतमा भएको खण्डमा र भारतसँग नेपाल धेरै हदसम्म कनेक्टेड भएको हुनाले र धेरै कुराहरू भारतबाट निर्भर भएको हुनाले नेपालमा पनि यसले असर पार्ने, प्रत्यक्ष रूपमा असर पार्ने देखिएको छ। त्यस्तै गरी कतिपय आतङ्कवादीहरू भारतबाट पाकिस्तानबाट अथवा भारतबाट नेपालतिर आउने र त्यहाँ अर्कै किसिमको चाहिँ हुलदुङ्गा, अर्कै किसिमको चाहिँ समस्या उत्पन्न गर्न सक्ने पनि भएको हुँदा नेपाललाई अझ बढी समस्या हुन सक्ने र भविष्यमा अरू देशहरूले समेत आतङ्कवादी नेपालमा भएको अनुमान गर्दै नेपालमाथि चाहिँ आक्रमण गर्न सक्ने अनुमान पनि यसरी विश्लेषण गर्न थालिएको छ। भारत र पाकिस्तानको युद्धले नेपाललाई मात्रै नभएर अरू सार्क राष्ट्रहरू लगायत संसारको अर्थतन्त्रलाई पनि असर गर्ने दिएको छ र यो युद्धले चाहिँ कुनै पनि समस्याको समाधान नहुने बताइएको छ। हुन त यस्तै किसिमको युद्ध रसिया र युक्रेनको बिचमा भइरहेको छ, इजरायल र हमासको बिचमा चलिरहेको छ। विभिन्न देशहरूका बिचमा युद्ध भइरहेको अवस्थामा भारत र पाकिस्तानमा पनि अर्को नयाँ युद्ध जन्मिएको छ र यो युद्धले अझ ठुलो विकराल अवस्था आउने अनुमान गरिएको छ।